Namaste and warm regards everyone. It's me Darshan Kafle and today's topic is kind of interesting and you might have already seen in the screen. So today's topic is dark web and I will be explaining about this in a brief or the needed information that every internet user or the netizen should know of about dark web while using the internet. And यो भिडियो मैले नेपालीमा र इङ्ग्लिसमा दुईटै भाषामा एकैचोटि एक्सप्लेन गरिरहेको हुन्छु र मैले इङ्ग्लिसमा एक्सप्लेन गर्दा गर्दै पनि बिचमा नेपालीको शब्दहरू प्रयोग गर्छु ताकि जो पनि भ्युवरले हेरिरहनु भएको छ त्यो एक्सप्लेन गर्दाखेरि कुनै पनि नबुझ्ने आधार नहोस् होइन र इङ्ग्लिस र नेपाली दुईटै भाषाका भ्युवरहरूले हेर्न मिल्ने र बुझ्न सकिने हिसाबले यो भिडियो रेकर्ड गर्ने ट्राई गर्नेछु अब हेर्दै जाम सो हाम्रो टपिक छ द डार्क वेब सो सबैभन्दा पहिला चाहिँ हामी इन्डेक्सतिर जानु पर्ला जस्तो लाग्छ सो गोइङ टु द कन्टेन्ट इन्डेक्स हाम्रो यो इन्डेक्स जुन छ सबभन्दा पहिला त परिभाषा वा भनौँ इन्ट्रोडक्सन विल स्टार्ट आवर एक्सप्लेनेसन सो आफ्टर इन्ट्रोडक्सन हामीसित छ लेयर्स अफ इन्टरनेट वा भनौँ like an onion has different layers that actually makes up the onion so every layer has its own importance in a onion like that in our internet also there are different layers जस्तो प्याजको एउटा परत हुन्छ मतलब प्याजमा छुट्टा छुट्टै परतहरू मिलेर बल्ल एउटा प्याज भन्छ नि त्यस्तै हाम्रो इन्टरनेट पनि छुट्टा छुट्टै परतहरू मिलेर बनेको छ र ती परतहरू के हुन् कसरी बनेछ त्यो हामीले चर्चा गर्ने नै छौँ दोस्रो स्लाइड वा दोस्रो टपिकमा त्यसपछि छ हाम्रो वाट इज डार्क वेब चाहिँ यो कुन परत हो र के हो यो यसको परिभाषा पनि जान्छौँ र यसको राम्रो नराम्रो पक्ष पनि जान्नै पर्यो हामीले त्यसपछि फोर्थमा छ पर्पस अफ डार्क वेब एक्सप्लोरेसन र यो डार्क वेब छ भने यसको हुनुको केही कारण त होला र त्यो कारण के हो भन्ने कुरा पनि हामीले बुझ्नेछौँ यो पर्पस अफ डार्क वेब एक्सप्लोरेसन उद्देश्यमा त्यसपछि हामीले बुझ्छौँ हाउ इज डार्क वेब डेन्जरस यो डार्क वेब भन्ने चिज हामी साधारण इन्टरनेट युजर्सहरूको लागि कसरी घातक हुन सक्छ त्यसपछि वी विल गो टु द डिफरेन्स बिट्विन द डिप वेब एन्ड डार्क वेबको कुरा गर्दा डिप वेबको पनि कुरा गर्नै पर्छ र डिप वेब इज अल्सो भेरी इम्पोर्टेन्ट पार्ट अफ इन्टरनेट देन वाइ डिस्कसिङ अबाउट डार्क वेब वी विल डिस्कस अबाउट डिप वेब एज वेल डिप वेब र डार्क वेब दुइटै यो इन्टरनेटको परतहरू हुन् र यसको बारेमा कुरा गर्दा हामीले दुईटालाई सँगसँगै डिस्कस गर्नुपर्छ र सँगसँगै डिस्कस गर्दाखेरि यसको हामीले भिन्नता पनि बुझ्नु पर्यो नि सो भिन्नता हामीले बुझ्छौँ त्यही नै हो हाम्रो सिक्स्थ टपिक यो मतलब सब टपिक भनौँ देन आफ्टर द्याट देयर इज कन्क्लुजन हामीले निष्कर्षमा पुग्छौँ कि खासमा यो जुन भिडियो छ यो जुन टपिक छ योदेखि हामीले एट दि एन्ड के बुझ्छौँ र हामीले योदेखि के सिक्न सक्छौँ त्यसको संक्षिप्त निष्कर्ष चाहिँ अन्त्यमा दिइन्छ है जाम इन्ट्रोडक्सन सो इन्ट्रोडक्सनको लागि यता अब कसैलाई पढ्न छ भने पढ्दा हुन्छ बेसिकली भन्दाखेरि चाहिँ इन्टरनेट हाम्रो आधुनिक जीवनको एकदमै महत्त्वपूर्ण अंश बनिसकेको छ द life of every modern human being is directly or indirectly dependent upon internet and internet has become an important aspect of our daily life and our lifestyle so यो जुन इन्टरनेट छ यो इन्टरनेट चाहिँ हामीले हेर्दाखेरि नि जे हामीले हेर्छौँ त्यो इन्टरनेटको पुरा स्वरूप होइन what we see at the internet as normal users is not actually everything that is there in internet is like an iceberg जस्तो टाइटानिक फिल्ममा हुन्छ नि आइसबर्ग वा बरफ जुन समुद्रमा हुन्छ माथिबाट हेर्दाखेरि सानो देखिन्छ तर गहिराइमा गएर हेर्ने भने त्यही बरफ 100 फिट लामो हुन्छ वा 100 फिट गहिरो हुन्छ like how in the sea
An iceberg looks small from the top and doesn't look much significant or anything, but when you look at it properly according to its depth, then you will know how deep it is and how big the iceberg is. The internet is also in the same way. हामीले प्रयोग गर्ने जुन इन्टरनेट छ त्यसको एउटा जुन हामीले देख्ने परत छ त्यो भन्दा तल पनि एउटा ठुलो सेक्सन छ इन्टरनेटको, वा भनौँ ठुलो अंश छ जुन हामीले कहिले पनि देखेका छैनौँ र कहिले पनि बुझेकै हुनु एज नर्मल युजर्स। सो त्यसपछि हामीले चाहिँ यही हिडन कन्टेन्ट अनि एउटा यो इन्टरनेटको एउटा यस्तो अंश जुन साधारण नागरिकले देख्दैनन् तर त्यसले धेरै ठाउँ ओगटेको छ, त्यो हो डार्क वेब, डिप वेब, र त्यसको बारेमा हामीले चर्चा गर्नेछौँ। टुडे आई विल बी टकिङ अबाउट वाट द डार्क वेब इज, हाउ इट वर्क्स, वाट ह्यापन्स देयर, एन्ड वेदर इट इज ट्रुली डेन्जरस। यसको बारेमा चाहिँ धेरै अफवाहहरू पनि छ होइन, यस्तो हुन्छ अरे त्यस्तो हुन्छ अरे, तर वास्तवमा के हुन्छ त्यो चाहिँ कमै मान्छेले एक्चुअली भनिरहेका हुन्छ। So there are many misconceptions about dark web. We will try to clear some of them because people think it is just all illegal activities. मान्छेलाई लाग्छ यो डार्क वेब भन्ने चिज त अपराधै हो, यो त अपराध गर्नको लागि मात्र प्रयोग गरिन्छ र यसको अरू केही त उपयोगिता नै छैन। तर त्यो मात्र हैन, यसको छुट्टा छुट्टै कामहरू हुन्छ र हामी साधारण जुन इन्टरनेटका युजरहरू हुन्छौँ हामीलाई चाहिँ त्यति थाहा नभएर पनि हामीले त्यस्तो प्रतिक्रिया राख्छौँ वा त्यस्तो पूर्वाग्रह हुन्छ। र त्यसैमाथि पनि नेपाली अडियन्स जुन छ तिनीहरूको लागि एक्सप्लेनेसन बहुत कम छ। मतलब यो डार्क वेबको विषयमा नेपाली भाषा धेरै बुझ्ने जुन इन्टरनेट प्रयोगकर्ताहरू छौँ त हामीहरूलाई यो विषयमा त्यति धेरै ज्ञान दिने स्रोतहरू छैन र जुन स्रोतहरू छन् तिनीहरू अपूर्ण छन् र कहिलेकाहीँ मात्र यो डार्क वेबको बारेमा नेपाली भाषामा कन्टेन्ट हामीले देख्न पाइन्छ। र त्यही भएर मैले यो भिडियो स्पेसली इङ्ग्लिस र नेपाली दुईटैमा गरेको छु। मेनली आई विल बी फोकसिङ अन नेपाली, र मैले इङ्ग्लिसमा लेखेको भए पनि नेपालीमा अलि राम्रै फोकस गर्छु ताकि बुझ्न सजिलो होस्। सो अगाडि बढ्दै जाउँ। लेयर्स अफ इन्टरनेट, इन्टरनेटको परतहरू वा भनौँ सतहहरू। त्यही मैले भनेको थिएँ अघि नै प्याजको परत जस्तो, जस्तो एउटा प्याज छुट्टा छुट्टै परतहरू मिलेर बनेको हुन्छ, त्यस्तै इन्टरनेट पनि छुट्टा छुट्टै परतहरू मिलेर बनेको हुन्छ। सो वाइ आई एम गिभिङ इक्जाम्पल अफ अनियन अगेन एन्ड अगेन, यु विल बी क्लियर अफ द्याट फ्याक्ट लेटर अन। त मैले यो प्याज 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 किन भनिराखेको छु, डार्क वेबको कुरा गर्दा प्याज प्याज भनिरहेको छ यो मान्छेले भनेर कन्फ्युजन होला। सो त्यो कन्फ्युजन चाहिँ केही क्षणमा सल्भ हुन्छ। सबैभन्दा पहिला लेयर्स अफ इन्टरनेट, इन्टरनेटका तीनटा बेसिक लेयरहरू छन्। सो देयर आर 3 बेसिक लेयर्स अफ इन्टरनेट। सो द फर्स्ट वान इज सर्फेस वेब, सेकेन्ड वान इज डिप वेब, द थर्ड वान इज डार्क वेब। सो इन्टरनेटका तीनटा सामान्य गरी तीनटा परतहरू छन्। एउटा छ सर्फेस वेब। सर्फेस वेब भनेको चाहिँ जुन इन्टरनेटको यस्तो अंश जुन हामीले हाम्रो साधारण जीवनमा वा साधारण प्रयोग गर्दाखेरि दिनदिनै देखिने जुन इन्टरनेटको अंश छ नि त्यही हाम्रो सर्फेस वेब हो। र यसको इक्जाम्पलहरू वा यसभित्र पर्ने के होलान् भन्दाखेरि चाहिँ गुगल, युट्युब, फेसबुक, विकिपिडिया, यिनीहरू सबै यही सर्फेस वेबभित्र पर्छन्। अनि यो जुन सर्फेस वेबका लागि बनाइएको वेब ब्राउजरहरू हुन्छन्, वेब ब्राउजर त थाहा होला, आई गेस एभ्री वान अफ यु हु आर लुकिङ एट दिस भिडियो नो अबाउट वेब ब्राउजर। थाहा छैन भने बेसिकली हामीले एप प्रयोग नगरेर हामीले बस एउटा वेबसाइटदेखि कुनै पनि कन्टेन्ट वा फाइल, डकुमेन्ट, डेटा हेरिरहेछौँ भने त्यो वेबसाइट र इन्टरनेटको जुन त्यो एपबाट युज नगरेर वेबसाइटबाट युज गरेको जे पनि डकुमेन्ट छ वा डेटा छ, फाइल छ, वेब पेज छ, त्यो सबलाई भ्यू गर्नलाई हामीले एउटा एप्लिकेसन युज गर्छौँ, त्यसलाई भन्छौँ हामीले वेब ब्राउजर। त्यही नै हो। सो हामीले चाहिँ यो सर्फेस वेबको लागि नर्मल ब्राउजरहरू युज गरिन्छ, जस्तो क्रोम भयो, फायरफक्स भयो, ब्रेभ ब्राउजर भयो।
सो यसको लागि एकदमै नर्मल किसिमको वेबसाइटहरू जुन हामीले दिनदिनै प्रयोग गरिन्छ त्यति बुझे भइहाल्यो। डार्क वेबको यो जुन च्याप्टर छ त्यसमा हामीले सर्फेस वेब पनि बुझ्नु पर्यो है। सो सर्फेस वेब इज द पार्ट अफ इन्टरनेट द्याट मोस्ट पिपल युज एभ्री डे। तर यसले इन्टरनेटको सबै अंश ओगटेको हुन्न, त्यसको बारेमा पछि भन्दै जाउँला। सो द सेकेन्ड टाइप, दोस्रो प्रकार छ डिप वेब। डिप वेब भनेको चाहिँ द डिप वेब इज नट एक्सेसेबल थ्रु सर्च इन्जिन्स। यो सामान्य सर्च इन्जिनबाट एक्सेस गर्न मिल्ने किसिमको वेबसाइट वा यो इन्टरनेटको एउटा अंश होइन र यसलाई चाहिँ छुट्टा छुट्टै तरिकाहरूबाट प्रयोग गरिन्छ हैन। यसलाई प्राइभेट लगइनबाट प्रयोग गरिन्छ। यसलाई चाहिँ अझै सेक्योर्ड हुन्छ के, सामान्य तरिकाले भन्दाखेरि अझै सेक्योर्ड हुन्छ। जस्तो कि केमा सेक्योर्ड भन्न सकिएला हैन। सो जस्तो हाम्रो इमेलको इनबक्स हुन्छ, इमेलको इनबक्स हुन्छ नि, जुन हाम्रो एउटा अकाउन्टको इमेल छ, मेरो एउटा इमेल छ र मसित पनि इमेल छ, अर्को कुनै व्यक्तिसित पनि इमेल छ, अकाउन्ट छुट्टा छुट्टै छ। तर मैले मेरो अकाउन्ट युज गर्दाखेरि उसको इनबक्स वा उसको अकाउन्टमा आएको इमेल त हेर्न सक्दैन। कसरी भन्दाखेरि डिप वेब टेक्नोलोजी युज हुन्छ वा डिप वेबको अंश युज हुन्छ। यसरी छुट्टा छुट्टै प्राइभेट इमेल्स, डेटाबेस, मेडिकल रेकर्डहरू सेभ हुन्छ के। जस्तो कुनै वेबसाइट हुन्छ, ब्याङ्कहरूको वेबसाइट हुन्छ हैन, र त्यसमा चाहिँ हरेक युजरले आफ्नो अकाउन्ट हाल्छ, मतलब आफ्नो अकाउन्ट नम्बरको हिसाबले आफ्नो डेटाहरू, तथ्यहरू सबै प्रयोग गर्न पायो। तर त्यो पनि एक प्रकारको डिप वेब हो। त्यो अरूले युज गर्न पाएन नि। मेरो अकाउन्ट हो भने मैले मात्र हेर्न पाउँछु, बिकज आई हेभ द सेक्युरिटी कोड अर आई हेभ द कोड नम्बर एभ्रिथिङ हैन। त्यसको लागि स्पेसल प्राइभेट लगइन हुन्छ। सो यो चाहिँ इलिगल होइन हैन डिप वेब। फेरि सर्फेस वेब बाहेक जे पनि छ त्यसलाई इलिगल मान्ने पनि हुन्छन् कोही कोही। सो यो डिप वेब चाहिँ इलिगल होइन, इट इज जस्ट मोर सेक्योर्ड। यसलाई अझै इन्क्रिप्ट गरेको हुन्छ र यो जो पाए त्यसले हेर्न नमिल्ने हुन्छ। सबको लागि छुट्टा छुट्टै किसिमको हुन्छ। यो युजुअली ब्याङ्किङ र अकाउन्टिङको लागि युज हुन्छ, वा कुनै हस्पिटलको वेबसाइट होला, कुनै स्वास्थ्य संस्था होला, त्यसको चाहिँ रेकर्डहरू राख्नको लागि पेसेन्टहरूको, वा प्राइभेट स्कुलहरूको जुन तथ्याङ्कहरू हुन्छ त्यो सब राख्नको लागि पनि हुन्छ। जस्तो कुनै स्कुल छ, मानव XYZ स्कुल छ भने त्यसमा स्टुडेन्टहरूको छुट्टै पासवर्ड हुन्छ, लगइन नम्बर हुन्छ, र तिनीहरूले गएर आफ्नो स्कुलको असाइनमेन्टहरू, आफ्नो सब्जेक्टको बारेमा केही एक्स्ट्रा नोटहरू हेर्न मिलोस् वा रिपोर्टहरू हेर्न मिलोस्, त्यो सब स्पेसली एउटा प्राइभेट स्कुलको हरेक स्टुडेन्टको लागि त्यसरी छुट्टा छुट्टै अकाउन्ट बनाएर गरिन्छ भने त्यो पनि डिप वेबमै पर्यो। सो स्कुलले त अब इलिगल एक्टिभिटी नगर्ला। सो दिस इज प्रपरली लिगल। त्यसपछि आउँछ हाम्रो डार्क वेब। डार्क वेब चाहिँ डिप वेबकै एउटा सानो भाग हो के। जस्तो यो डाइरेक्टली सर्च इन्जिनबाट नर्मली गएर यतिकै खुइखुइती चलाउन त मिल्दैन। सो यो डार्क वेब भनेको चाहिँ एउटा यस्तो भाग हो इन्टरनेटको जसलाई चाहिँ नर्मली कुनै पनि ब्राउजर जुन हामीले युज गर्छौँ नि, क्रोम वा फायरफक्स, यसले गरिन्न। यसको लागि एउटा छुट्टै ब्राउजर युज हुन्छ के। यसको लागि जस्तो टर ब्राउजर भयो हैन, यिनी ब्राउजरहरूलाई चाहिँ ओनियन ब्राउजर भनिन्छ के। यिनीहरूले छुट्टा छुट्टै परतहरूमा ब्राउज गर्न दिन्छन्। सो मैले अघि नैदेखि अनियन 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 भनिरहेको थिएँ नि। सो यसलाई इन्टेन्सनली हाइड गरेको हुन्छ के। सो यो चाहिँ युजुअली इलिगलै हुन्छ, यो कानुन विपरीतै हुन्छ। अनि यसमा चाहिँ केही पनि रेगुलेसन हुँदैन। जस्तो सर्फेस वेब जुन छ त्यसमा धेरै लेभलको रेगुलेसन हुन्छ। त्यसमा जे पाए त्यही कन्टेन्ट राख्न मिल्दैन र गाइडलाइनको हिसाबले प्रयोगकर्ताहरूले राखिरहेका हुन्छन् कन्टेन्ट। डिप वेबमा अलिक कम रेगुलेसन हुन्छ, तर डार्क वेबमा केही रेगुलेसनै हुँदैन। यो यति बुझे हुन्छ, यो चाहिँ एक हिसाबको न्याय विपरीतकै पक्ष हो इन्टरनेटको। तर यो जहिले पनि प्रयोग गर्न अपराधको लागि मात्र हुँदैन। सो यसको काम के हो, उपयोगिता के हो, त्यो पनि हामीले बुझ्छौँ। सो यसलाई हामीले मैले जे कुरा एक्सप्लेन गरेँ त्यसलाई डायग्राममा देखाउने भने यो चाहिँ इन्टरनेट्स
हिडन डेप्स वा भनौँ इन्टरनेटका गहराइहरू। सबभन्दा पहिला आयो हाम्रो सर्फेस वेब, त्यसपछि आयो हाम्रो डिप वेब, त्यसपछि आयो हाम्रो डार्क वेब हैन। सो इन्टरनेट आइसबर्ग जस्तो मैले पहिला भने जस्तै। र इन्ट्रेस्टिङ कुरा, एकदम अचम्मको कुरा के छ भने नि, यो हामीले प्रयोग गर्ने इन्टरनेटको 5% मात्र सर्फेस वेब हो र 95% चाहिँ डिप र डार्क वेबले बनाएको छ के। 95% डिप वेब, डार्क वेब, र मेजोरिटी डिप वेबले नै बनाएको छ। डार्क वेब चाहिँ डिप वेबको एउटा अंश हो। अनि डिप वेब चाहिँ एकदमै ग्रे लाइन जस्तो हो के, मतलब यो न टोटली इलिगल हो, न टोटली यो चाहिँ सब रेगुलेट गरेको हुन्छ। यो चाहिँ लिगल हो तर यसमा केही रेगुलेसन हुन्छ। तर डार्क वेब चाहिँ टोटली एकदमै अनोनिमिटीको एस्पेक्ट दिन्छ। अनोनिमिटी मतलब कि परिचय खुल्दैन। डार्क वेबको प्रयोगकर्ता जुन छ त्यसले एउटा छुट्टै किसिमको यस्तो स्टेट दिन्छ जहाँ चाहिँ जुन प्रयोगकर्ता छ उसले आफ्नो परिचय नखुलाइकन छुट्टा छुट्टै कामहरू इन्टरनेटमा गरिरहेको हुन्छ र ऊमाथि केही रिस्ट्रिक्सन हुँदैन जब उसले डार्क वेब युज गरिरहेको हुन्छ। र एउटा स्पेसल सफ्टवेयर युज गरिन्छ यसको लागि, जस्तो मैले भने टर ब्राउजरहरू वा अनियन ब्राउजर भनिन्छ जसलाई। सो वाट इज डार्क वेब हैन, यो डार्क वेबलाई अझै विस्तृत रूपमा जानौँ हैन, यही हाम्रो टपिक हो। सो त्यसपछि डार्क वेब इज अ नेटवर्क अफ वेबसाइट्स that are not indexed by regular search engines and require special tools to access. So basically भन्नु पर्दाखेरि डार्क वेब भनेको एउटा नेटवर्क हो यस्तो वेबसाइटहरूको जसलाई चाहिँ सामान्य वेब ब्राउजरहरूले प्रयोग गर्न मिल्दैन। यो जुन डार्क वेब छ यसलाई अनियन ब्राउजर, आई गेस यता मैले लेखेको पनि छु होला, अनियन ब्राउजर, अनि टु हाइड युजर्स लोकेसन्स एन्ड आइडेन्टिटिज। यसमा चाहिँ जुन प्रयोगकर्ता छ उसको ठेगाना र उसको परिचय त्यो चाहिँ लुकाइन्छ है, ताकि त्यो जुन मान्छे छ उसलाई खुला स्वतन्त्रता प्राप्त होस्। त्यसको पनि छुट्टा छुट्टै काम छ। र यो जुन छ यसलाई अनियन राउटर वा यो टर नेटवर्कहरू प्रयोग गरेर चलाइन्छ यो जुन डार्क वेब छ। र यसमा चाहिँ .com प्रयोग हुँदैन के, जस्तो हामीले युज गर्ने युट्युब फेसबुकमा हुन्छ नि यो .com भनेर आउँछ, यो .com भनेर लेखेको हुन्न। यसमा .onion जस्तो छुट्टा छुट्टै वेब एड्रेसहरू युज गरेको हुन्छ, किनभने .com जस्तो वेब एड्रेस लिनको लागि एक प्रकारको भेरिफिकेसन चाहिन्छ नि। तर .onion जस्तो जुन अनभेरिफाइड अनअथेन्टिकेटेड टाइपको वेब एड्रेस छन् तिनीहरूको लागि यो जुन डार्क वेबका प्रयोगकर्ताहरू छन् वा डार्क वेबका सञ्चालकहरू छन् तिनीहरूले धेरै केही गर्नु पर्दैन। अनि डार्क वेबलाई चाहिँ ओरिजिनली नि अपराध गर्नको लागि त बनाएको हैन। सो यसलाई चाहिँ सबैभन्दा पहिला अनोनिमस तरिकाले, परिचय नखुल्ने तरिकाले कम्युनिकेट गर्ने माध्यमको रूपमा बनाएको थियो। यसलाई भनिन्छ, इट इज सेड दैट इट वाज फर्स्ट डेभलप्ड बाई द मिलिट्रिज। यसलाई चाहिँ युएस को मिलिट्री वा भनौँ सैन्य शक्तिको लागि बनाएको थियो। सैनिकहरू बीच वा सैन्य बलहरू बीच कम्युनिकेसन राख्नको लागि हैन, एकदम गोप्य सूचना छ हैन। राष्ट्रका ठुला ठुला राष्ट्रहरू छन् नि, जस्तो अमेरिका छ, अमेरिकाबाट यसको सुरु भयो हैन। यसमा चाहिँ जुन युएस मिलिट्री छ वा भनौँ एफबीआई छ हैन, र सिआइए जस्तो अर्गनाइजेसनहरू छन्, यिनीहरूको गोप्य सूचनालाई एक ठाउँदेखि अर्को ठाउँ त लग्नु पर्यो, मान्छेले मात्र लगेर त हुँदैन, छिटो लग्नु पर्यो नि। त त्यसको लागि एउटा हिडन एस्पेक्ट अफ इन्टरनेट बन्यो के। त्यो चाहिँ नर्मल इन्टरनेटबाटै त्यसको इन्फर्मेसन गइरहेछ, तर त्यो नर्मल ब्राउजरले चल्दैन। यसलाई डार्क वेबबाट प्रयोग गर्न थालियो। तर ओभर टाइम हाउएभर इट बिकेम अ प्लेस वेयर इलिगल एक्टिभिटिज बिगेन टु थ्राइभ।
यो खासमा सुरु त भयो यो इलिगल एक्टिभिटी गर्ने हिसाबले त बनेको थिएन। यो मान्छेहरूलाई सुरक्षित राख्नको लागि, गोप्य सूचनाहरूलाई सुरक्षित राख्नको लागि एउटा राम्रो पर्पसले सुरु भयो, ताकि जुन मान्छेहरू छन् तिनीहरूलाई सेक्युरिटी प्रोभाइड गर्न मिलोस्, सुरक्षा प्रोभाइड गर्न मिलोस्। तर यही अहिलेको अवस्थामा मान्छेहरूको असुरक्षाको पनि कारण बन्न पुग्यो के। यसले ल वा भनौँ कानुनको पालना गरून् वा कानुनको पालना होस् भनेर यसको उत्पत्ति भयो, यसलाई रचना गरियो। तर अहिले चाहिँ यसलाई कानुन विपरीत जानको लागि प्रयोग गरिन्छ। लाइक इट वाज स्टार्टेड टु restrict some illegal activities, and it was started to make the transfer of secret information much faster and more anonymous. But now it has turned into a place where illegal activities began to thrive. र यसले चाहिँ वाक स्वतन्त्रता वा भनौँ द राइट टु फ्री स्पिच बढाउने काम पनि गर्छ। किनभने अब कसले के भन्यो भन्ने कुरा ठ्याक्कै परिचय नखुलेपछि त्यो मान्छेलाई अलि स्वतन्त्रता पनि हुन्छ, त पत्रकारहरूले पनि यसको प्रयोग गर्छन्। सो पर्पस अफ डार्क वेब एक्सप्लोरेसन त्यही यसको उद्देश्यहरू के हो, यसको प्रयोग किन गरिन्छ भनेर बुझ्नको लागि। सो नाउ लेट्स गेट इन्टु द पर्पसेस अफ डार्क वेब एक्सप्लोरेसन। र यसको उद्देश्य दुईटा प्रकारको छ। एथिकल मिनिङ नैतिक उद्देश्य, unethical meaning अनैतिक उद्देश्य। Basically we will understand this in surface level, I guess. If we have understood the things that I have explained in the last slides, it is not much difficult to understand. So ethical purposes, नैतिक उद्देश्य, this is not much remembered। मतलब यो डार्क वेबको कुरा हुँदाखेरि जसले पनि अनैतिक उद्देश्यहरूको बारेमा कुरा गर्छ, अनैतिक कामहरू जुन डार्क वेबमा हुन्छ त्यसको बारेमा कुरा गर्छन्। तर नैतिक उद्देश्यको बारेमा कमै मान्छेहरूले बोल्छन्, र यो चाहिँ धेरै मान्छेहरूलाई थाहा पनि हुँदैन कि डार्क वेबको नैतिक उद्देश्य पनि हुन्छ। अपराधिक क्रियाकलाप मात्र यसको काम हुँदैन। सो यसको एउटा नैतिक उद्देश्य छ फ्रिडम अफ स्पिच, हैन। सो स्वतन्त्रताका साथ बोल्न पाउने अधिकार सबलाई प्रदान गर्नुपर्छ। यो एउटा मानव अधिकार र धेरै राष्ट्रहरूको मौलिक अधिकार पनि हो। सो त्यसैको संरक्षणको लागि यसको प्रयोग गरिन्छ, हैन, ताकि मान्छेहरूले स्वतन्त्रताका साथ आफ्नो आवाजलाई प्रदर्शन गर्न सकुन्। सो त्यसपछि छ हाम्रो एनोनिमस विसल ब्लोइङ। एनोनिमस विसल ब्लोइङ भन्ने बित्तिकै विसल ब्लोइङ शब्द त धेरैजनालाई थाहा नै छ होला। आई गेस मोस्ट अफ यु नो अबाउट विसल ब्लोइङ। सो केही संस्थामा कोही व्यक्ति छ र त्यो संस्थाले केही गलत काम गरिरहेछ र त्यो व्यक्तिले त्यो कुरा एक्सपोज गर्न खोज्यो, सबलाई भनिदिन खोज्यो भने त त्यो संस्थाले त त्यो व्यक्तिलाई हटाइदिन्छ, त्यो व्यक्तिमाथि केही कारबाही होला। सो इन द्याट सिचुएसन वेयर द पर्सन situated in some governmental post or some corporate post or ex-member of such post wants to give information or the negative aspects of that company, corporate industry or government to the people, they use this dark web। र यसमा anonymous वा anonymity को मतलब यही हो कि जुन पनि व्यक्ति छ उसले यो विसल ब्लोइङको काम गर्दा, हैन, नकारात्मक पक्षहरूको बारेमा पहिल्यै सचेत गराउँदा, सूचना दिँदाखेरि नि उसको परिचय चाहिँ कसैलाई थाहा नहोस्। देन त्यसपछि प्राइभेसी प्रोटेक्सन। अब यता अनोनिमस भन्ने बित्तिकै प्राइभेसी प्रोटेक्सनको कुरा आइहाल्यो। गोपनीयता, जुन गोपनीयता छ त्यो हनन हुनु भएन कुनै पनि मान्छेको, हैन। त उसको इन्फर्मेसन जुन छ इन्टरनेटमा उसले त्यो इन्फर्मेसन कसैले पनि नपाओस् भन्ने सोच्छ र आफ्नो गोपनीयता बचाउन खोज्छ भने उसले यसको प्रयोग गरिन्छ। जस्तो पहिल्यै मैले भनिसकेँ, हैन। जस्तो अनोनिमस छ मतलब कसैले उसको जुन परिचय छ त्यो थाहा पाउन्न भने त उसलाई एउटा गोपनीयताको छुट्टै परतै थप्यो नि त। त्यसपछि सेक्योर कम्युनिकेसन फर जर्नलिस्ट एन्ड एनजिओज। हामीले छुट्टा छुट्टै युद्धग्रसित क्षेत्रहरू वा छुट्टा छुट्टै क्षेत्रहरू जहाँ एकदमै दयनीय अवस्था हुन्छ, हैन, र धेरै रिस्ट्रिक्सनहरू हुन्छ, त्यहाँको पनि हामीले भिडियो क्लिपहरू, इन्फर्मेसनहरू पाइन्छ। सो त्यसको लागि पत्रकारहरू, संस्थाहरू, तिनी पत्रकार र संस्थाहरूले
सेक्योर मोड अफ कम्युनिकेसनको लागि यो डार्क वेबको प्रयोग गर्छन्। मतलब जुन तिनीहरूले कुराकानी गरिरहेका हुन्छन् त्यो कुराकानी अरू कतै लिक नहोस् भने चाहिँ यसलाई प्रयोग गरिन्छ। त्यसपछि एक्सेस टु अनसेन्सर्ड न्युज एन्ड इन्फर्मेसन, जुन इन्फर्मेसन हुन्छ सर्फेस वेबमा त्यसमा पनि सरकारको वा त्यो प्लेटफर्मको धेरै रिस्ट्रिक्सनहरू आउन सक्छ होइन। सो रिस्ट्रिक्सनहरूले गर्दा के हुन्छ भने जुन पुरा समाचार हो त्यो साधारण मान्छेले थाहा नपाउन सक्यो, वा त्यो कुनै हत्याको विषयमा केही सूचना होला, तस्करीको विषयमा केही सूचना होला, त्यो पूर्ण सूचना नपाएको अवस्थामा अनसेन्सर्ड न्युजको लागि पनि यो डार्क वेबको प्रयोग गरिन्छ। त्यसपछि साइबर सेक्युरिटी होइन, साइबर सेक्युरिटी मतलब साइबर ल भयो, साइबर अपराधहरू भयो, अनि साइबर स्पेस थाहा होला। साइबर स्पेस बेसिकली जुन हामीले इन्टरनेट प्रयोग गरिन्छ र इन्टरनेटमा प्रयोग गर्ने छुट्टा छुट्टै सेवाहरू, इन्टरनेटमा प्रयोग गरिने हामीले सोसल मिडियाको एस्पेक्टहरू, इमेलहरू सबै साइबर स्पेस भित्रै पर्छन् र यही साइबर लले पनि जोगाइरहेको हुन्छ। तर त्यही साइबर ल, साइबर स्पेस र मान्छेले साइबर स्पेसमा के कस्तो गतिविधि गर्छन् त्यो सबको बारेमा स्रोत अनुसन्धान गर्नको लागि यो प्रयोग गरिन्छ। त्यसपछि प्रोटेक्सन अफ ह्युमन राइट्स इन अप्रेसिभ रेजिम्स, जस्तो तालिबान छ अफगानिस्तानमा, पाकिस्तानमा। सो त्यस्तो एकदम अप्रेसिभ निरङ्कुश शासकहरू छन् र मानवाधिकार उल्लङ्घन हुन सक्ने सम्भावना छ भने मानवाधिकार उल्लङ्घन भएको सूचनाहरूको बारेमा यो डार्क वेबको माध्यमले मानवाधिकार बचाउनको लागि यसको ठुलो प्रयोग छ वा ठुलो महत्त्व छ। त्यसपछि अनएथिकल पर्पसेस वा भनौँ अनैतिक उद्देश्यहरू। सो सबभन्दा पहिला छ इलिगल ड्रग ट्रेड, मतलब कानुन विपरीत गएर यो जुन पनि तस्करी हुन्छ, लागु पदार्थको तस्करी हुन्छ, त्यो सबको लागि जुन सूचना आदान प्रदानको काम हुन्छ नि, त्यो सबै सूचना आदान प्रदान गर्ने काम यही डार्क वेबको माध्यमबाट हुन्छ। त्यसपछि छ वेपन ट्रेड होइन। सो एकदम युद्धग्रसित क्षेत्रहरूमा वा कतै पनि वेपनहरू एकदम तस्करी भइरहेको हुन्छ। हाम्रै देशमा माओवादीको हतियारहरू आउँथ्यो होइन, जनयुद्धको बेलामा कति धेरै हतियार कहाँदेखि तस्करी गरेर ल्याउँथे, के गर्थे होइन। त्यसको लागि पनि त एउटा नेटवर्क बनाइयो होला नि होइन। र त्यो नेटवर्क त नर्मल अब सर्वसाधारणले युज गर्ने, सरकारले युज गर्नेवाला नेटवर्क जब भयो भने त त्यसलाई त सजिलै ट्र्याक गर्न मिल्छ। छुट्टै नेटवर्क युज गर्ला रे सेटेलाइट फोनहरूबाट छुट्टै नेटवर्किङ गऱ्यो भने त्यो पनि डार्क वेबकै एक प्रकार मान्न मिल्छ। सो यसको इक्जाम्पल हाम्रै देशमा पनि छ। र त्यसपछि छ ह्युमन ट्राफिकिङ, मानव तस्करी, जस्तो मानव बेचबिखन पनि हुन सक्यो होइन। कसैको किडनी बेचिदियो रे होइन, कसैलाई किडन्याप गर्यो रे, यो मान्छे लापता छ, यो मान्छेलाई विदेश जाने भनेर भ्रमित पारेर उसलाई चाहिँ त्यही अलमल्ल पारियो वा तस्करी भयो मान्छेको भने त्यो तस्करी गर्नको लागि पनि यसको प्रयोग गरिन्छ होइन। किनभने नर्मली अब सर्फेस वेबमा गएर होइन फेसबुक स्टेटसमा ल साथी हो मैले त मानव तस्करी गर्ने भएँ, सहयोग गर्नेहरूले यसो हात बटाउँ हेनतेन भनेर कसैले फेसबुकमा स्टेटस त हाल्नु मिलेन होइन। सो त्यस्तो कामहरू गर्नको लागि अनएथिकल पर्पसको लागि पनि यो डार्क वेबको बहुत धेरै युज हुन्छ। त्यसपछि हायरिङ हिटम्यान होइन। यो हिटम्यान मतलब यतिकै हिटम्यान वा कन्ट्र्याक्ट किलर मतलब कुनै पनि ठुलो औदामा रहेको वा कुनै स्पेसिफिक व्यक्तिको हत्या गर्नको लागि कसैलाई पैसा दिन्छ, कन्ट्र्याक्ट दिन्छ भने त्यो कन्ट्र्याक्ट त नर्मली एकदम सार्वजनिक तरिकाले त दिन मिल्दैन। सो त्यो सब काम गर्नको लागि किलर्सहरूले, किडन्यापर्सहरूले, यो हिटम्यानहरूले चाहिँ यसको प्रयोग गर्छन् र यसैबाट छुट्टा छुट्टै ट्रान्ज्याक्सनहरू हुन्छ। र त्यसपछि डिस्ट्रिब्युसन अफ चाइल्ड पोर्नोग्राफी, यसको लागि पनि यो धेरै इन्फेमस छ होइन। सो छुट्टा छुट्टै सेलिब्रिटीहरूले शोषण गर्छन् र यसको चाहिँ भिडियो क्याप्चर गरेर राखेका हुन्छन् होइन। कुनै यो जुन क्रिमिनल्सहरू हुन्छन् होइन। सो यिनी क्रिमिनलहरूले भिडियो त क्याप्चर गरे यत्तिकै अब सर्फेस वेबमा त रिस्ट्रिक्सन छ, त्यसमा त राख्न सक्दैन र त्यसमा पनि आइडेन्टिटी त रिभिल भइहाल्यो नि, कसले राख्यो के गर्यो त उसमा चाहिँ साइबर लको हिसाबले उसमाथि कारबाही हुन्छ। सो त्योदेखि अभोइड गर्नको लागि यिनीहरूले यस्तो कन्टेन्टहरू जुन छ डार्क वेबमा अपलोड गर्छन्, किनभने त्यसमा अनोनिमिटी पनि छ, त्यसमा केही रिस्ट्रिक्सन पनि छैन र त्यसमा चाहिँ मान्छेहरूले डाइरेक्टली कन्ट्याक्ट गरेर त्यसको डिस्ट्रिब्युसन गर्न सक्छन्। अनि त्यसपछि
सेल अफ स्टोलन डेटा एन्ड क्रेडिट कार्ड इन्फर्मेसन। अहिलेको मोडर्न एजमा डेटा इज द बिगेस्ट रिसोर्स। मतलब सुन चाँदी जस्तै एउटा बहुमूल्य चिज चाहिँ डेटा पनि हो, र त्यही डेटा तस्करी गर्ने, मतलब डेटा कुनै व्यक्तिको सूचना बिनै उसको डेटा यताउता गर्ने वा क्रेडिट कार्ड इन्फर्मेसन भयो भने त उसको त फाइनेन्सियल फ्रड पनि गर्न मिल्यो, आर्थिक रूपमा पनि कसैमाथि अपराध गर्न मिल्यो होइन, वा कसैको सूचनाको दुरुपयोग गर्न मिल्यो। त त्यसको लागि यही डार्क वेबको प्रयोग गर्छन्। र त्यसैमाथि एउटा टेररिस्ट कम्युनिकेसनको लागि होइन, जस्तो यो छुट्टा छुट्टै टेररिस्टहरूले टेररिजमको कामहरू गरिरहेका हुन्छन् होइन। कुनै देशमा पनि टेररिस्टहरूले गएर होइन आक्रमण गर्छन्, बम पड्काइरहेका हुन्छन् होइन। यो कतै इन्डियामा कहिले बम पड्केको हुन्थ्यो कुनै जमानामा मुम्बईमा होइन, यो कहिले इन्डियामा कहिले अमेरिकामा पनि होइन, यो 9/11 7/11 के हामीले सुनिन्छ नि। त्यो टेररिस्टले त्यस्तो अट्याकहरू गर्नको लागि कहाँदेखि सूचना आदान प्रदान गर्छ त? त्यसले यही डार्क वेबको प्रयोग गर्छ टेररिस्टले होइन। इलिगल ग्याम्बलिङ एन्ड बेटिङ होइन, अहिले त इलिगल बेटिङ ब्यान्ड छ धेरै देशहरूमा होइन, त्यही पनि मान्छेहरूले इलिगली बेटिङ गरिरहेका हुन्छन् होइन। कुनै पनि चिजमाथि यो पैसा लगाउने होइन, र यो जुन कानुनी प्रावधानहरू छ त्यसको विपरीत गएर सट्टा लगाउने भन्छ, वा भनौँ पैसा इन्भेस्ट गर्ने, यो बेट गर्ने, यो सब कामको लागि पनि यही प्रयोग गरिन्छ। अनि त्यसपछि काउन्टरफिट करेन्सी एन्ड फेक डकुमेन्ट ट्रेड। यो धेरै मान्छेहरूले चाहिँ नक्कली पैसा, हुबहु नक्कली पैसाको तस्करी गर्छन्, कसैले नक्कली डकुमेन्टहरू तस्करी गर्छन्। हाम्रै पूर्व परराष्ट्र मन्त्रीमाथि पनि त्यस्तै आरोप थियो कि नक्कली भुटानी शरणार्थी एउटा कागज बनाएर त्यसकै दस्तावेजहरू बनाएर होइन मान्छेलाई चाहिँ अमेरिका पठाउने प्रयास गरिन्छ। त्यो पनि कहाँदेखि भयो होइन। त्यसको लागि पनि कसैले भित्रैबाट केही सञ्चालन काम गर्न छ भने उसले यसको सहयोग लिएको ठुलो सम्भावना हुन्छ क्या। किनभने डाइरेक्टली इफ समवन इज ट्रेडिङ सच इन्फर्मेसन अर मेकिङ काउन्टरफिट फेक डकुमेन्ट्स अर करेन्सी, त्यो स्टेटमा फिजिकली गएर त्यसमा कम्युनिकेट गर्न, ट्रान्सफर गर्न लले पनि रोक्छ, र धेरै अब्स्टिकलहरू पनि हुन्छ। त यही डार्क वेबको प्रयोग गर्छन्। त्यसपछि इज डार्क वेब डेन्जरस होइन। डार्क वेबको अब भन्न त सबले डेन्जरसै भन्छ होइन, तर हामीले यो 4th सब टपिकमा हामीले डिस्कस गऱ्यौँ कि मैले त भने होइन डार्क वेब त सामाजिक सङ्घ संस्थाले पनि प्रयोग गर्छन्। अनि त्यसपछि यसले मानव अधिकारको प्रवर्धनको लागि पनि यसको प्रयोग हुन्छ। त्यसपछि यसले डेटा प्रोटेक्सनको लागि पनि यसको प्रयोग हुन्छ। स्रोतकर्ताहरूले यसको प्रयोग गर्छन् भनेपछि कतै अपराधीले पनि प्रयोग गरेछ, कतै मिलिट्रीले प्रयोग गरेछ, स्रोतकर्ताले प्रयोग गरेछ भनी यो पोजिटिभ हो कि नेगेटिभ हो, यसको डेन्जरसहरू के छ होइन, र यो एक्चुअली डेन्जरस हो कि नै त्यो त हामीले बुझ्नु पर्यो। सो हामीले यही यो डार्क वेबको डेन्जरहरूको बारेमा अब यसो बुझौँ है त होइन। त किनभने कुनै कुनै मान्छेहरूको के धारणा हुन्छ भने कि डार्क वेब छ, एउटा वेबसाइट छ, त्यसमा त एनोनिमस आइडी छ, म जान्छु बस डार्क वेबमा के चलिरहेछ बस यसो सरेर हेऱ्यो, केही पनि त्यसमा चाहिँ अपलोड गर्ने गरेन, अकाउन्ट गराएन, केही गरेन, बस ओपन मात्र गर्छु, कुनै वेबसाइट होला के हुन्छ र कसैको कन्सेप्ट होला होइन। सो हाउ इज डार्क वेब डेन्जरस, यो खतरनाक घातक कसरी हुन्छ त्यो बुझौँ न त। सो डार्क वेब क्यान बी भेरी डेन्जरस होइन। एन्ड इफ यु डोन्ट नो वाट यु आर डुइङ, त्यस भए त खतम स्वाहा। यो डार्क वेब चलाइरहेछ कसै मान्छेले, के गरेको किन गरेको कसो गरेको केही थाहा पत्तै छैन भने त्यो मान्छे भयो, त्यसको अब काम केही छैन भयो। मतलब इन्टरनेटको बारेमा के त थाहा हुनु पऱ्यो नि चलाउन भन्दा पहिला होइन। कसैले डार्क वेब खोलिदियो यत्तिकै मजाकमा भने त्यो मान्छेको त इन्टरनेट पुरा गतिविधि नै मजाक भइदिन्छ। सो सबभन्दा पहिला यसको डेन्जर के छ बुझौँ न। मेनी साइट्स कन्टेन्ट मालवेयर भनेको के हो मैले त पहिला भनेको थिएँ होइन, इफ यु रिमेम्बर। मालवेयर भनेको त्यही भाइरसहरू भयो, ट्रोजन सफ्टवेयर हुन्छ। मतलब कि
यो घुसबेटिया किसिमको सफ्टवेयर हुन्छ होइन। अब त्यो मान्छेलाई त थाहा हुन्न, खोल्यो आरामले खोल्यो, केही पनि भएन जस्तो फिल हुन्छ। त्यो हिडन सफ्टवेयरहरूले, भाइरसहरूले उसको अकाउन्टमा ह्याक गर्न सक्यो। अब त्यसमा त प्रयोगकर्ता त एउटाको मात्र अकाउन्ट एनोनिमस थोडी हो, सबको अकाउन्ट एनोनिमस थोडी हो। मतलब इन द सेन्स कि त्यसमा सब ह्याकरको पनि अकाउन्ट को ह्याकर हो को के हो के त थाहा हुन्न। सो हाम्रो इन्फर्मेसन हामीले सेभ गर्ने प्रयास गरेछौँ भने त ह्याकरको त कहिले के गरेछ हामीलाई थाहा हुन्न। ह्याकरले सजिलै ह्याक गर्न सक्यो, उसको पनि त परिचय लुकिरहेछ नि। सो मालवेयर मतलब मेनी साइट्स कन्टेन्ट मालवेयर, अनि यसले चाहिँ इन्फेक्ट गरेर कम्प्युटरदेखि डेटा चोर्ने काम पनि गर्न सक्छ यो डार्क वेबको वेबसाइटहरूले। त्यसपछि अर्को कुरा हुन्छ, डार्क वेबलाई यस्तो तरिकाले डिजाइन गरेको हुन्छ, यसको वेबसाइटहरूलाई यसरी डिजाइन गरेको हुन्छ कि मान्छेलाई प्रलोभन दिएर होइन के होला भनेर कौतूहलता गराएर मान्छेदेखि चाहिँ यो पैसासँग सम्बन्धित केही सूचना लिने, के क्रेडिट कार्ड डिटेल लिने होइन। अनि फेक वेबसाइटहरू के जस्तो डार्क वेबको माध्यमबाट त्यसभित्रै यस्तो वेबसाइट क्रिएट गरिदिने कि तपाईँकै ब्याङ्कको कुनै वेबसाइट हो जस्तो फिल गराइदिने, र केही अथेन्टिकेसन चाहियो ह्यानत्यानवाला केही मेसेज आउँछ, मान्छेले ओटिपी दिन्छ, त्यसपछि पैसा स्क्याम हुन सक्यो होइन। सो दिस काइन्ड अफ स्क्याम्स आर अल्सो डन। यो चाहिँ फाइनेन्सियल स्क्याम हो होइन। अनि त्यसपछि पैसा, इन्फर्मेसन, डेटा, अनि त्यसमाथि एउटा कम्प्युटर पनि बिग्रियो होला, मालवेयर हालिदियो। त्यसपछि some areas contain disturbing and illegal content that can be mentally harmful or criminal to the access होइन। जस्तो कुनै मान्छे छ, उसले डार्क वेबमा मतलब यत्तिकै हेरिरहेछ रेगुलरली, समवान इज कन्ज्युमिङ कन्टेन्ट फ्रम डार्क वेब, त्यस्तो भयो भने त्यसमा त इलिगल कन्टेन्टहरू हुन्छ, त्यसमा ड्रग अब्युजदेखि लिएर छुट्टा छुट्टै कन्टेन्टहरू हुन्छ होइन। सो द्याट इज नट एक्चुली सेफ फर नर्मल ह्युमन्स कन्टेन्ट भ्युइङ होइन। र त्यो किसिमको कन्टेन्ट मान्छेले हेरिरहेछ भने उसको मानसिकतामा प्रभाव पर्छ होइन। सो द्याट पर्सन माइट ह्याभ क्रिमिनल एक्टिभिटी, उसको लागि सामान्यीकरण भयो कि उसको लागि चाहिँ क्रिमिनल एक्टिभिटी हेर्दाखेरि त यत्तिकै मनोरञ्जन भयो नि त। सो इफ एनी एक्टिभिटी लाइक द्याट ह्यापन्स, उसले त त्यो मनोरञ्जनको रूपमा लिन्छ। सो त्यो उसको मेन्टल स्टेट बिग्रियो र उसमा क्रिमिनल माइन्डेडनेस आयो, र त्यसमा चाहिँ एउटा लको त सम्मानै छुट्यो होइन। ल त हेर ऊ त्यो मान्छेले त ल त फलो गरेकै छैन भन्ने हिसाबको भयो भने देन इन द्याट सेन्स त्यो मान्छेको टोटली द्याट man or woman, whoever is that using dark web, their mentality is disturbed, plus they will also be more prone to getting into such activities themselves. And law enforcement agencies like FBI or हाम्रो नेपालको त त्यति बलियो छैन, त्यही पनि भयो भने पनि होइन, साइबर ब्युरो नेपालले गर्यो भने होइन, FBI साइबर ब्युरो त्यसले मोनिटर गरिरहेको हुन्छ होइन। डार्क वेबमा स्रोतकर्ताहरू हुन्छ, मिलिट्रीले पनि प्रयोग गर्छ, बिचबिचमा सङ्घ संस्थाले प्रयोग गर्छ भनेपछि कोही मान्छे जस्तो कोही एउटा युजर छ, रामप्रसाद, मानव रामप्रसाद छ, र उसले केही क्रिमिनल एक्टिभिटी गरेन, तर संस्थालाई ऊमाथि शङ्का लाग्यो। शङ्का लागेपछि उसको डिभाइस मोनिटर गर्यो साइबर ब्युरोले मोनिटर गर्दा उसले डार्क वेब युज गरेको थाहा पायो भने त्यो मान्छे पनि इलिगल एक्टिभिटीमा संलग्न हुन सक्यो है, यसमाथि पनि शङ्का गर्नुपर्छ है भनेर शङ्काको घेरा अझै तिखो हुन जान्छ क्या। मतलब त्यो मान्छेले चाहे अपराध नगरेको भए पनि, अपराध गर्दै नगरेको भए पनि अपराधमा संलग्न हुन सक्छ भन्ने शङ्का चाहिँ निकालिदिन्छ के यस्तो FBI साइबर ब्युरो जस्तो अर्गनाइजेसनमा। सो कुनै पनि लिगल प्रब्लम आयो भने त्यो मान्छे सबैभन्दा पहिला त्यसकै घाटा हुन्छ। सो यसरी सो इभन दो डार्क वेब प्रोभाइड्स प्राइभेसी, यसले प्राइभेसी प्रोभाइड गर्छ, इट अल्सो क्रिएट्स सेफ स्पेस फर साइबर क्रिमिनल। यो बस युजरको लागि एउटा प्राइभेसी प्रोभाइड गर्ने काम होइन, यसले क्रिमिनललाई पनि प्राइभेसी प्रोभाइड गर्छ। यो कन्सा थोडी एउटा मान्छे नैतिकवान मान्छे हो कि सबलाई एकदम इमान्दारीका साथ ओहो तपाईँ त क्रिमिनल हो, तपाईँलाई प्राइभेसी त दिन्न म भन्न त मिल्दैन। यसले केही अथेन्टिकेसन छैन, यो डार्क वेबमा केही अथेन्टिकेसन नभएपछि क्रिमिनलले पनि त्यही प्रिभिलेज पाइरहेछ जो नर्मल युजरले पाइरहेछ। नर्मल युजर र क्रिमिनलको प्रिभिलेज एउटै छ, आइडेन्टिटी दुइटैको लुकै छ भने त क्रिमिनलले मजाले फाइदा उठाउँछ नि, नर्मल युजर त त्यसै पनि सोझो छ। सो द्याट्स वाइ
दिज आर द डेन्जर्स अफ डार्क वेब। सो त्यही भएर डार्क वेब चाहिँ एकदम खतरनाक हुन्छ होइन। डार्क वेबको बारेमा बेसिक इन्फर्मेसन जान्नुपर्छ। एन्ड यु सुड नो कि कसैले कोही पत्रकार होला कुनै अर्गनाइजेसन छ अरे त्यो डार्क वेबसित लिङ्क छ भन्दैमा त्यो इलिगलै हो, त्यो त ओहो एकदम अनैतिकै हुन्छ भन्ने हुँदैन। कुनै कुनै अर्गनाइजेसनहरूले नैतिकताको लागि पनि काम गर्छन्, तर usual cases it is dangerous. For normal users who don't know about dark web it is dangerous. So योदेखि अभोइडै गरेको राम्रो होइन। र त्यो .com बाहेक अरू कुनै पनि डोमेन नेम वा एड्रेस केही पनि एकदम शङ्कास्पद छ। र एचटिटिपी मात्र छ, एचटिटिपिएस मतलब हाइपरटेक्स्ट को जुन ल्याङ्ग्वेज हुन्छ नि एचटिटिपी वा एचटिटिपिएस भनेर लेखेको हुन्छ क्या हाम्रो जुन youtube.com होला फेसबुक होला त्यसमा हामीले हेऱ्यौँ भने होइन अथेन्टिकेटेड छ भने एस हुन्छ, अथेन्टिकेटेड छैन भने एस हुँदैन, एचटिटिपिएस हुँदैन, एचटिटिपी मात्र हुन्छ। सो त्यो पनि हामीले ख्याल गर्नु मिल्छ इन द सेन्स कि कतिको अथेन्टिकेटेड छ। सो यसरी मान्छेहरूले कसरी नकारात्मक प्रयोग गर्छन् भन्ने कुरा हामीले बुझ्नको लागि यो युजफुल छ होइन। त यो बहुत खतरनाक हो, तर यो एकदम डराएर ओहोवाला गर्ने किसिमको चिज पनि होइन। इट हेज बोथ पोजिटिभ नेगेटिभ साइड भनेर यो स्लाइडमा मैले बुझाउन खोजेको। सो अर्को छ डेन्जर्स अफ डार्क वेब होइन, त्यही अघि नै भनेको कुरालाई यसो पोइन्टमा राखिदिउँ होइन। सो एउटा छ मालवेयर रिस्क, मैले भनिसकेँ, मतलब यो डेटा थेफ्ट होला अरे होइन। त्यसपछि यो भाइरस होला, कम्प्युटर भाइरस होला, त्यसपछि स्क्याम र फेक्स हुन्छ होइन, फाइनेन्सियल फ्रड हुन्छ, अनि यो डिसेप्टिभ साइड हुन्छ कि यो नक्कली वेबसाइट बनाएर तपाईँको कम्प्युटरमा पठाइदिएला अरे, त्यसमा इन्फर्मेसन हालिदियो भने त डेटा लिकेज भइहाल्यो। त्यसपछि हार्मफुल कन्टेन्ट हुन्छ होइन, जुन चाहिँ इलिगल मटेरियल हुन्छ, मेन्टली डिस्टर्बिङ हुन्छ। त्यसपछि आयो ल इन्फोर्समेन्ट, मोनिटरिङ लिड्स टु एरेस्ट होइन, कसैले इलिगली यो डार्क वेब युज गरेछ र यो साइबर ब्युरोले एफबिआईले कसैले पनि स्रोत अनुसन्धान गर्दा त्यो ट्रेस पायो। जस्तो डिजिटल फुटप्रिन्ट भन्ने चिज छ, डिजिटल फुटप्रिन्टमा यो देखियो भने त त्यो मान्छेको एरेस्ट हुने चान्स बढ्छ। र साइबर लको बारेमा के प्रावधान छ त्यो हिसाबले द्याट पर्सन विल बी गिभन पनिसमेन्ट। सो बेसिक 4 डेन्जरस malware risk, scams and fakes, then there is harmful content and law enforcement. These are the things that you have to understand. Then there are basic differences between deep web and dark web होइन, किनभने डिप वेब पनि मतलब सर्फेस वेब भन्दा छुट्टै एउटा एस्पेक्ट हो इन्टरनेटको वा छुट्टै एउटा अंश हो, अनि डार्क वेब पनि एउटा छुट्टै अंश हो यो इन्टरनेटको छ। यिनीहरूको बिचमा के भिन्नता त होला होइन। सो लेट्स गेट इन्टु द्याट। सो नाउ लेट्स गेट इन्टु द बेसिक डिफ्रेन्सेस है, बेसिक डिफ्रेन्सहरू बुझौँ होइन। सो डिफ्रेन्सेस बिट्विन द डिप वेब एन्ड डार्क वेब। मेनी पिपल कन्फ्युज द डिप वेब विथ डार्क वेब बट दे आर नट द सेम भनेको छ नि। डिप वेबले इन्टरनेटको 95% भाग ओगटेको छ। डिप वेब टेक्स 95% अफ द एस्पेक्ट अफ इन्टरनेट, अनि डार्क वेब पनि डिप वेबको प्रकार हो भन्दाखेरि चाहिँ डिप वेब र डार्क वेब एउटै हो भन्ने सोच्छन् मान्छेले। नो 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 नो, बिकज डार्क वेब इज अ टाइप अफ डिप वेब बट डिप वेब इज नट अलवेज डार्क वेब। सो लेट्स गेट इन्टु इट होइन। मेनी पिपल कन्फ्युज द डार्क वेब विथ द डिप वेब but they are not the same. The deep web includes anything that is not indexed by search engines like your email inbox or private school records. It is legal and safe हैन। डिप वेब अलि इन्डेक्स्ड छैन इन द सेन्स कि नर्मली जो पाए त्यसले भ्यू गर्न पाइँदैन, त्यसमा लगइन गर्नुपर्छ, त्यसमा भेरिफिकेसन होला अरे होइन, एउटा आइडी को हिसाबले पासवर्ड होला के होला होइन। सो हाम्रो इमेल इनबक्स होला, स्कुल प्राइभेट स्कुलको रेकर्ड होला, मेडिकल रेकर्ड होला, ब्याङ्किङ अकाउन्टको केही रेकर्ड होला, त्यो सब डिप वेबमा पर्छ। तर डार्क वेब चाहिँ एउटा डिप वेबको यस्तो पार्ट हो होइन जुन चाहिँ पर्पसफुली हिडन हुन्छ के, त्यो चाहिँ लुकाउनकै लागि बनाएको हुन्छ होइन। हाम्रो डिप वेबको लागि चाहिँ लुकाउनको लागि गरेको होइन, बस सेक्युरिटीको लागि होइन, अथेन्टिकेसनको लागि, त्यो सबको लागि भयो। इट्स पर्पस इज नट टु हाइड एभ्रिथिङ होइन, बट इन डार्क वेब इट्स पर्पस इज टु बी हिडन। इट इज द हिडन पार्ट अफ डिप वेब
अनि यसमा चाहिँ पुरा भयो जतिको सबै अनोनिमस टुल्स हुन्छ परिचय नखुल्ने हिसाबले हैन। जस्तो हाम्रो डिप वेबमा त परिचय खुल्ने हिसाबले थियो हैन, मतलब छुट्टा छुट्टै आइडी लगइन टेक्निक थियो, छुट्टा छुट्टै पासवर्ड थियो। तर यसमा त्यो सब हुँदैन, त्यो यो छुट्टै यसको वर्किङ प्रिन्सिपलै छुट्टै हुन्छ के। एन्ड इट युजेस इलिगल टुल्स एन्ड मार्केट प्लेसेस हैन। यसको पेमेन्ट सिस्टम छुट्टै हुन्छ, यसमा इलिगल टुल हुन्छ जुन चाहिँ कानुनी रूपमा मतलब सञ्चालित गरिएको हुँदैन। इट इज नट अथेन्टिकेटेड एट अल। अनि अर्को कुरा के छ भने डिप वेबलाई मतलब नर्मल ब्राउजरबाट पनि केही हदसम्म युज गर्न मिल्छ हैन। यु डोन्ट अलवेज निड स्पेसिफाइड ब्राउजर फर डिप वेब। सम वेबसाइट्स निड स्पेसिफाइड ब्राउजर अकर्डिङ टु देयर रिक्वायरमेन्ट्स, बट त्यसमा लगइन गऱ्यो भने नर्मल वेबसाइट जस्तै नै हो, त्यही लगइनहरू गर्नु पर्यो। अलि एक्स्ट्रा लेयर अफ प्रोटेक्सन हुन्छ, त्यति हो डिप वेबमा। तर डार्क वेबको लागि अनियन ब्राउजरै युज हुन्छ। डिप वेबमा अनियन ब्राउजर नभए पनि युजुअली चल्छ काम। सो while all dark web content is in the deep web, not all deep web content is the part of dark web हैन। डार्क वेब डिप वेब भित्र छ, तर डिप वेब डार्क वेब होइन, त्यति कुरा बुझ्नु पर्यो हामीले। अब हामी जाम निष्कर्षमा हैन, कन्क्लुजन। धेरै कुरा भनियो, अब यो के हो यसो बिचमा समेटौँ न हैन। फेरि धेरै इन्फर्मेसन एकैचोटि ग्रहण गर्दाखेरि कहाँ के भयो के लास्टमा गएर केही पनि बुझेनवाला कुरा नहोस् हैन। संक्षिप्तमा, टु कन्क्लुड, द डार्क वेब इज नट जस्ट अ मिथ, इट्स अ रियल पार्ट अफ द इन्टरनेट युज्ड फर बोथ गुड एन्ड ब्याड पर्पसेस। मतलब डार्क वेब एउटा मनगढन्त चिज होइन। कसैलाई लाग्छ यो डार्क वेब भन्ने चिज त हुँदैन, फिल्ममा मात्र हुन्छ हैन, रियल लाइफमा त कहाँ डार्क वेब हुन्छ भन्ने पनि कसैको धारणा हुन्छ, तर त्यस्तो होइन हैन। डार्क वेब एउटा मिथ होइन, यो किंवदन्ती होइन, यो एक्चुअलीमा एक्जिस्ट गर्छ। त्यही हो धेरै मान्छेलाई थाहा हुन्न, त तिनीहरूलाई लाग्छ डार्क वेब त फिल्ममा मात्र हुन्छ हैन। इट एक्जिस्ट, तर यो जहिले पनि गलत कामको लागि मात्र हुँदैन। इट इज अ रियल पार्ट अफ इन्टरनेट। यो इन्टरनेटको एउटा अंश हो र यो राम्रो नराम्रो दुईटै कामको लागि प्रयोग हुन्छ। यो एउटा सिक्काको दुई पाटा भन्छ नि, त्यस्तै हो, राम्रो नराम्रो दुईटै भाग हुन्छ। While it provides freedom of speech and privacy to people in need, it also enables illegal and harmful activities. हुन त यसले फ्रिडम वाक स्वतन्त्रता दिन्छ हैन, र यसले प्राइभेसी दिन्छ जुन मान्छेलाई चाहिन्छ। पत्रकारहरू होला, सङ्घ संस्थामा काम गर्ने कार्यकर्ताहरू होला हैन, भलन्टियरहरू होला, तिनीहरू मान्छेको लागि, एक्टिभिस्टको लागि प्राइभेसी दिने काम पनि यसले नै गर्छ, गोपनीयता पनि यसले नै गर्छ, फ्रिडम अफ स्पिच दिने काम पनि गर्छ। तर त्यति गर्दै गर्दा यसले चाहिँ धेरै हदसम्म यो अपराधिक गतिविधिहरू, घातक गतिविधिहरूको लागि पनि ठाउँ खुला छोडिदिन्छ। यति कुरा हामीले बुझ्नु पर्यो। यसको यो कुरा बुझ्नु पर्यो कि यसले हामीलाई राम्रो कामको लागि मतलब फ्रिडम अफ स्पिच दिइरहेछ, त अर्कोतर्फ यसले मतलब नकारात्मकताको लागि पनि ठाउँ छोडिदिइरहेछ। अनि इट इज अ रिमाइन्डर अफ हाउ पावरफुल एन्ड डेन्जरस एनोनिमिटी क्यान बी। मतलब यो हामीले जुन गोपनीयता भनिन्छ, परिचय नखुलाइकन कुनै काम गर्न सकिने क्षमता हैन, यो हामीले बहुत अन्डर एस्टिमेट गरेको चिज हुन्छ। तर यो डार्क वेबको बारेमा पढ्दाखेरि हामीलाई के थाहा हुन्छ भने कि यो द एबिलिटी टु डु समथिङ ओभर इन्टरनेट विदाउट द पिपल एक्चुअली नोइङ कि यो को मान्छेले के गरिरहेछ भनेर परिचय नखुलाइकन कुनै मान्छेले जे पनि गर्न पायो भने त्यसले कुन हदसम्म जान्छ भन्ने कुरा पनि यसले सम्झाउँछ के। दिस इज अ वे टु अन्डरस्ट्यान्ड ह्युमन साइकोलोजी। यसले हामीलाई डार्क वेबमा चलिरहेको गतिविधिले मान्छेले डार्क वेब कसरी युज गर्छ भन्ने कुराले चाहिँ मान्छेलाई यो ह्युमन साइकोलोजी, मनोविज्ञानको बारेमा पनि केही हदसम्म बुझ्न सहयोग गर्छ। त्यो रिसर्चरहरूले पनि डार्क वेब युज गर्छन् हैन। So as students and internet users, we must understand how the internet works, including the parts, so we can use it wisely and safely. हामी इन्टरनेट प्रयोगकर्ता र विद्यार्थीको हैसियतले हैन, हामीलाई चाहिँ केही हदसम्म समझ वा भनौँ हामीलाई केही हदसम्म ज्ञान हुनुपर्छ कि इन्टरनेट कसरी चलिरहेको हुन्छ, इन्टरनेटको के परत छ, र यसको देखिने भाग मात्र हैन, सर्फेस लेभलको मात्र कुरा हैन, हामीलाई यसको डेप्थ पनि थाहा हुनुपर्छ। वी हैव टु नो द सर्फेस लेभल अफ इन्टरनेट एन्ड द हिडन डेप्थ अल्सो टु सम डिग्री, सो द्याट हामीलाई कसैले ठग्न खोज्ला रे हैन,
कसैले हामीलाई यो डार्क वेबतिर लग्न खोज्ला रे हैन, कसैले हामीलाई इलिगल एक्टिभिटीमा यत्तिकै कामै नगरिकन यत्तिकै डार्क वेबमा लगइन गराएर त्यसमा हामीलाई पनि सहभागी गराउन खोज्ला रे वा फ्रड गर्न खोज्ला रे। त्यो सबको बेलामा हामी सचेत हुनुपर्छ। सचेतनाको लागि यो सब हामीलाई चाहिन्छ र त्यही पर्पसको लागि यो भिडियो छ हैन। सो वाइजली एन्ड सेफली एकदम सुरक्षित तरिकाले र एकदम बौद्धिक तरिकाले इन्टरनेटको प्रयोग गर्नुपर्छ। त्यो कुरा पनि हामीले योदेखि सिक्न सक्छौँ। यो हाम्रो एउटा निष्कर्ष हो। सो थ्याङ्क यू एभ्रिवान। यो कति मिनट 50 मिनटसम्मको भइसक्यो यो भिडियो। हुन त यहाँसम्म कसैले भिडियो हेरेको पनि छैन होला, त्यही पनि स्किप गरेर लास्टमा आए पनि हैन। थ्याङ्क यू। अनि सब्स्क्राइब गर्न कम्पलसरी छैन, गर्ने भयो गर्न पाइयो, नगर्ने भयो नगरे पनि भयो। सो बाई। आई गेस नेपाली भाषामा यो डार्क वेब भनेको के हो धेरै एकदम डेप्थमा त गएन, त्यही पनि 50 मिनटमा बेसिक कुरा जे जान्न पर्ने हो हैन, त्यो सब कुरा मैले कभर गरेको छु। थ्याङ्क यू। ह्याभ अ वन्डरफुल डे।